त्यो पिसाब फेर्न भनेर 5 मिनट परेकै गएको थिएँ फर्केर आएको त थाङ्ना सिरक दशा सस्ना टेन्ट भित्र भएको सामान सब चोरी गरेर लैदिएछ होइन कति चोरी बढाएको कति बेरोजगार भएको भारत सरकारले के भनिदियो कि तेल त त्यसै बढाएछ म पनि रामकोटदेखि यहाँसम्म हिँड्दै आएको इफ यु डोन्ट बिलिभ मी यु क्यान चेक इट आउट होइन सो यो कन्डिसन देखेपछि के यो पैसा सम्बन्धी चाहिँ मलाई एउटा ऱ्याप याद आयो के गिरिश कतिवटा दाइको सुन है हाम्रो श्री लेट रेस्पेक्टेड महाकवि देवकोटा सरको पनि आवाज छ यसमा सरी शब्द छ सुन्नु है हातको मैले सुनको थैलो के गर्नु धनले सागर सिस्नो खाएको पैसा आनन्दी मनले यसको बारेमा हामी कहिले नबोल्नु होइ चोर खको मामला कोर्टमा कहिले नगर भण्डा फोर खाना बास बस बास लगाउनको पास योग्य छ पढ्न तिमी नगर ननी ड्यास ब्याङ्क ब्यालेन्स र क्यास टेबल रोटीको पिलास लाइफ एउटा ग्याम्बल लाइफ खेल्छ लाइफ लास हामी यसको पछि बन्दै टाल्दै यसको महिमा हामी औँला गर्छ सोचौँ मर्छ कहिले महिना जति भए पनि यस्तै मलाई हुँदैन पैसा भए म छु मात्र मान्छे मलाई कसैले गर्दैन झुटो पनि सच्याउँछ योग्य पनि योग्य पैसा भएपछि यहाँ जमिन पनि सभ्य करोडपति हुँदा हाम्रो दिमाग छन्किन किन ब्रो हुँदा साला दिमाग छन्किन्छ